के हो तिम्रो नाम मैले परिचय पाम हिमा जस्तै रहेछौ तिमी बिहानीको घाम हाम्रो जति खाएर केटो हेरेको हेरे 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 अब यही गीतलाई आनन्द कार्कीको आवाजबाट आइको दुश्मन छ तेरो दुश्मन हेरेको हेरे 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 Thank you so much, thank you so much. अति प्रिय हाम्रो गायक सबैले माया गरेको यो मैले देखिनौ सबले माया गरेको नेपालले मात्र होइन सिक्किमले मात्र होइन नेपाली बुझ्ने नेपाली बोल्ने सारा विश्वको नेपालीहरूले माया गरेको अति प्रिय दुर्गेश कलाकार जो सिक्किममा जन्मेको जो हाम्रो सिक्किमको शान मलाई थाहा थिएन नेपालमा आज नभ्याएर यति बिजी शेड्युल भएर हेलिकप्टरबाट ठाउँ प्रोग्राम गरी हिँड्ने सिक्किममा हेलिकप्टर उत्रिने लिभिङको छेउमा जन्मिनु भएको रहेछ जब उहाँको पापा इन्डियन आर्मीमा हुनुहुन्थ्यो यो हाम्रो सिक्किमको गर्व हो यो हाम्रो सिक्किमको शान हो हामी दुर्गेशलाई हामी सिक्किमकै छोरा मान्न चाहन्छौँ अनि सिक्किमको संगीतको सिक्किमको मायाको सिक्किमको शानको एउटा एम्बेसडरको रूपमा पनि हामी हेर्न चाहन्छौँ वी लभ यु दुर्गेश एन्ड द ऑल पीपल अफ सिक्किम लभ्स यु दुर्गेश धेरै धेरै धन्यवाद दुश्मन सबैको हुन्छ तर हाम्रो कामले हाम्रो जोशले हाम्रो उत्साहले र हाम्रो सबैभन्दा ठुलो कुरो पोजिटिभ थट्सले दुश्मनलाई बनाइदेऊ हेरेकै